2009 मा रिलिज भएको थ्री इडियट्स मुभी त हामी सबैलाई थाहा छ। त्यो मुभीको मेन क्यारेक्टर आमिर खानले प्ले गरेको रोल फुङसुक वाङडू, जुन चाहिँ लद्दाखको सोनम वाङचु भन्ने व्यक्तिबाट इन्स्पायर भएको थियो। हो त्यही सोनम वाङचु चाहिँ विगत 19 दिनदेखि इन्डियाको जन्तर मन्तरमा हङ्गर स्ट्राइक अनियमित भोक हडताल बसिरहेको छ। 19 दिनदेखि पानी मात्रै खाएर बसेकोले गर्दा 9 किलो भन्दा बढी वेट लस भइसकेको छ। बीपी सुगरहरू बढेको छ भने डाक्टरले वार्निङ साइन दिइसकेको छ। यो हङ्गर स्ट्राइकको मेन माग भनेको अहिलेको एजुकेसन मिनिस्टर धर्मेन्द्र प्रधानको राजीनामा, लास्ट टाइम भएको एमबीबीएस एक्जामको पेपर लिकको विषयमा निष्पक्ष रूपमा छानबिन अनि एजुकेसन सिस्टमको सुधार। कामयाब हुनको लागि पढ्न भन्दा पनि काबिल हुनको लागि पढ्नु पर्छ भन्ने विषयलाई प्रायोरिटी दिएको छ र भविष्यमा लद्दाखमा यस्तो समस्याहरू नआओस् भन्ने कुरालाई मेन प्रायोरिटी दिएको छ। तर अहिलेसम्म सरकारले कुनै पनि खाले पोजिटिभ एक्सन नलिएकोले गर्दा उसको बिग्रिदो स्वास्थ्यको कारण शुभचिन्तकहरूले अब चाहिँ खाना खान अनुरोध गरेको छ। तर सोनम वाङचु भने अझै पनि केही पनि नखाने अठोरमै बसिरहेको छ। अनि अर्कोतिर थ्री इडियट्स मुभीको मेन क्यारेक्टर आमिर खानको धुमधाम आलोचना हुन थालेको छ। मुभी चाहिँ बनायो तर अहिले सोनम वाङचु हङ्गर स्ट्राइकमा हुँदाखेरि केही पनि नबोलेर साइलेन्ट बसेकोले गर्दा उसको आलोचना हुन थालेको छ भने उता त्यही मुभीको भिलेन यानि कि चतुरको मानिसहरूले तारिफ गर्न थालेको छ, किनकि चतुरले यो विषयमा आवाजहरू उठाइदिएको थियो सोसियल मिडियामा। अब हेर्दै जाउँ सोनम वाङचु कति दिन हङ्गर स्ट्राइक बस्न सक्छ र सरकारले कतिको पोजिटिभ एक्सनहरू लिन्छ त।